तथा डडेलोमा पर्ने पातहरू छन् त्यसलाई सही सदुपयोग गर्नको लागि इन्द्रदेव गुना टपरी उद्योग जुन गण्डामा सञ्चालन भइरहेको छ त्यस उद्योगबाट पनि यस क्लबको उद्योगको प्रगतिको कामना सहित यहाँका प्रोप्राइटर वासुदेव गिरीद्वारा रु 10,000 हामीलाई सहयोग प्रदान गर्नुभएको छ। उहाँको जुन यो उद्योग छ अझै अगाडि बढोस्, उहाँहरूका हरेक कार्यक्रमहरू सफलता मिल्दै जाओस् भन्ने हामी कामना गर्न चाहन्छौँ। हामी नम्बरिङमा गइरहेका छौँ। नम्बर रहेको छ पतवारी 10 भने रतवल 8 10-8। हामीलाई विभिन्न माध्यमहरूबाट हाम्रा कार्यक्रमहरूलाई विश्वसम्म पुर्याउन सहयोग गरिरहनु भएको छ। उहाँहरूलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। नम्बर रहेको छ पतवारी 12 भने रतवल 9। नम्बर पतवारी 14 भने रतवल 10 14-10। 4 अङ्कको अग्रता सहित लिड गरिरहेको छ पतवारीका खेलाडी भाइहरूले। त्यो बाबु गयो देखायो बाबु। निकै राम्रो प्रहार। नम्बर रतवल 11 भने पतवारी 15। नम्बर पतवारी 17 भने रतवल 11 17-11। हामी बेस्ट अफ 5 खेल सञ्चालन गरिरहेका छौँ।
तसर्थ कृपया नियमलाई पालना गरी खेल खेलिनुहोला। कृपया खेलाडी भाइहरू, तपाईहरूलाई हामीले बारम्बार भनिरहेका छौँ, आज तपाईहरू वार्ड लिग खेलिरहनु भएको छ भने भोलि जिल्लामा पुग्नुहुनेछ अनि प्रदेश र केन्द्र हुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय खेल जगतमा आफ्नो छवि बनाउन सक्नुहुनेछ। तसर्थ कृपया खेललाई सफल बनाइदिनु होला। कृपया खेलाडी बाहेकका अन्य दर्शक महानुभावहरू डोरीभन्दा भित्र नगर्नुहोला। कृपया हाम्रा स्वयंसेवक भाइहरू खेलाडीभन्दा बाहिरका सम्पूर्णलाई डोरीभन्दा बाहिर हटाइदिनु होला। स्वयंसेवक भाइहरू, खेल हो, खेलमा कुनै किसिमका विकृति विसङ्गतिहरू प्रवेश नगर्नु होला। छोटा छोटा भाइहरू कृपया प्रवेश नगरिदिनु होला। तपाईहरू भित्र खेलाडी र हाम्रा मेन जज रेफ्री जो हुनुहुन्छ, जो टिम म्यानेजरहरू हुनुहुन्छ, उहाँ बाहेकका अन्य दर्शक तथा खेलाडीहरू कृपया बाहिर बसिदिनु होला। तपाईहरूलाई हामीले बारम्बार जानकारी गराइरहेका छौँ, तपाईहरू प्रत्यक्ष प्रसारणमा जोडिरहनु भएको छ। तपाईँहरूका गतिविधि हामीले प्रत्यक्ष प्रसारणबाट जोडिएका छौँ। तसर्थ यो खेललाई सबै पार्नको लागि, तपाईहरू खेललाई सरल पार्नको लागि कृपया नियमलाई पालना गरी खेलिनु होला। दुवै टिमका भाइहरू, खेल हो, खेलमा कुनै किसिमको विकृति विसङ्गति नल्याउनु होला। र अन्य उपस्थित महानुभावहरू कृपया डोरीभन्दा बाहिर बसिनु होला। डोरीभित्र कोही पनि प्रवेश नगरिदिनु होला। हामी तपाईँहरूलाई बारम्बार जानकारी गराइरहेका छौँ, तपाईहरू डोरीभन्दा बाहिर बसिदिनु होला। कृपया हाम्रो प्रवेश द्वारमा जो दिनुभएको छ, तपाईहरू सबै बाहिर आइदिनु होला। खेलाडी बाहेक, खेलाडी र रेफ्री बाहेक अन्य कोही पनि भित्र प्रवेश नगरिदिनु होला। कृपया स्वयंसेवक भाइहरू खेललाई सबै बनाइदिनु होला। खेल सञ्चालन गर्नको लागि रेफ्रीलाई असहज नबनाइदिनु होला। खेल रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुनेछ। तसर्थ बाहिर कसैले पनि दबाव दिएर रेफ्री प्रभावमा पर्ने हुने छैन। रेफ्रीले आफ्नो जुन नियम हो, रेफ्रीको नियम हो, सोही अनुसार खेललाई सञ्चालन गरिरहनु भएको छ। जुन नियम रेफ्रीले तपाईँहरूलाई पूर्वगत जानकारी गराइसक्नु भएको छ, सोही अनुरूप खेल सञ्चालन हुने हुँदा तपाईँहरू रेफ्रीको नियमलाई नै पालना गर्नुपर्ने हुँदा, रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुने हुँदा तपाईँहरू कुनै आपसमा झैझगडा मनमुटाव नगरिकन खेललाई सरल पारिदिन हामी अनुरोध गर्दछौँ। कृपया दर्शक महानुभावहरू, तपाईँहरू भित्र धेरै प्रवेश गरिसक्नु भएको छ, बाहिर बसिनु होला, बाहिर निकालिनु होला। हाम्रा तर्फका उपाध्यक्ष लालमान पुन्जु, हाम्रा आदरणीय दाजु भरवीर दाजुको सहायतामा सम्पूर्ण अन्य दर्शकहरूलाई बाहिर डोरीभन्दा बाहिर प्रवेश गरिदिनु होला। कृपया मधुलाल कुमारज्यू, सबैलाई बाहिर निकालिदिनु होला। डोरीभन्दा भित्र प्रवेश गर्न नदिनु होला। खेलमा खेलाडी बाहेकका अन्य सबैलाई हामीले डोरीभन्दा बाहिरबाट अवलोकन गर्ने वातावरण बनाइरहेका छौँ। तसर्थ यस स्टेजमा बस्ने अतिथि महानुभावहरूलाई पनि खेलको अवलोकन गर्नको लागि, सहजता मिलाइनको लागि तपाईँहरूले लाइनभन्दा बाहिर नै बसेर खेललाई अवलोकन गरिदिनु होला। हामी तपाईँहरूलाई बारम्बार जानकारी गराइरहेका छौँ, खेल हो, खेलमा हार जित भइहाल्छ। तपाईँहरूको प्रदर्शन राम्रो छ भने तपाईँहरूले अवश्य नै जित हासिल गर्न सक्नुहुनेछ। यदि तपाईँहरूले प्रस्तुति राम्रो दिन सक्नु भएन भने तपाईँहरू खेलबाट बाहिर पनि सक्नुहुनेछ। तसर्थ खेललाई मर्यादित तरिकाले अगाडि बढाइदिनु होला। र नम्बर रहेको छ
पतवारी 18 भने रतवल 14। यसै गरी मैले अतिथि आसनलाई जोड्न चाहे। यसै मध्यबिन्दु नगरपालिका वार्ड नम्बर 7 चोरमारा युवा क्लबका अध्यक्ष सुरेश कुमारज्यूलाई यस स्टेजमा अतिथि आसन ग्रहण गर्न म हार्दिक अनुरोध गर्दछु। चोरमारा युवा क्लबका अध्यक्ष सुरेश सुनारज्यू, मैले तपाईलाई यस सचिवालयबाट सिधा खेल मैदानको दक्षिणी साइडमा देखिरहेको छु। तसर्थ यस स्टेजमा अतिथि आसन ग्रहण गर्न म हार्दिक अनुरोध गर्दछु। सुरेश कुमारज्यू चोरमारा युवा क्लबका अध्यक्ष हुनुहुन्छ, उहाँ समाजसेवी हुनुहुन्छ, बुद्धिजीवी हुनुहुन्छ। हरेक खेललाई अगाडि बढाउनको लागि उहाँको अहम भूमिका रहेको छ। हरेक क्षेत्रबाट उहाँले खेललाई निकै नै अगाडि बढाउनु भएको छ। तसर्थ उहाँलाई अतिथि आसनको लागि म अनुरोध गर्दछु। र नम्बर रहेको छ 19-15, पतवारी 19 भने रतवल 15। 4 अङ्कले लिड गरिरहेको छ पतवारीले। नम्बर रतवललाई रतवल 16 भने पतवारी 19। 16-19। शेखर रहेको छ बल। कृपया हाम्रा स्टेजका स्टेज अगाडि उभिएर खेलको अवलोकन गर्नुभएका आदरणीय दाजुहरू, हामीहरूलाई पोइन्ट नम्बर हेर्नको लागि असहज भइरहेको हुँदा तपाईँहरू कृपया यस प्रवेशद्वारदेखि केही साइडमा बस्न हामी अनुरोध गर्दछौँ। नम्बर रहेको छ 21-16, पतवारी 21 भने रतवल 16। 21-16। नम्बर पतवारीको 22 भने रतवलको 16। 22-16। 6 नम्बरले लिड गरिरहेको छ पतवारी भने 6 नम्बरको कम स्थानमा रहेको छ रतवल। $20 हो। सबैले लाइक सब्स्क्राइब गरिदिनु होला हाम्रो भ्लगर दाइको युट्युब च्यानललाई। आज चाहिँ यो पतवारी वर्सेस रतवलको फाइनल गेम भइरहेको छ है। भइरहेको छ। मध्यबिन्दु आदरणीय यस क्लबका उपाध्यक्ष जुनले जित्छ त्यसले 70,000। कृपया दर्शकहरूलाई साइडमा राखिदिनमा अनुरोध गर्दछु। नम्बर स्कोर देख्नको लागि हामीलाई असहज परिस्थिति आइरहेको छ भने अतिथि महानुभावहरूले पनि खेलको अवलोकन गर्न असहज भइरहेको छ। हाम्रा यसै मैदानका संरक्षक आदरणीय दाजु भक्तबहादुर कुमारजी, कृपया साइडमा बस्नुहोला। नम्बर पतवारीलाई पतवारी 23 भने रतवल 17। 23-17। नम्बर रतवल 18 भने पतवारी 23। 18-23। 2 नम्बर जम्मा भयो। नम्बर पतवारीलाई पतवारी 24 लास्ट भने रतवल 18। लास्ट 24-18।
नम्बर रतवल 19 भने पटवारी लास्ट 19-24 यो सेट पुनः पटवारीले जित